गुड मर्निङ फ्रम एनोदर मर्निङ वाक है। हामी अहिले यो भलामबाट मणिपाल जाने बाटोमा छौँ। अनि यता यो सेती नदी है, सेती नदी छ, पारी पृथ्वीनारायण क्याम्पस सराङकोट पनि देखिन्छ। एकजना दिदी ध्यान योगामा हुनुहुन्छ है। यता पारी यो हरिहर गुफाको डाँडा देखिन्छ र म फेरि अगाडि बढेँ है, अलिकति दौडेँ। यहाँ यो चौतारो पनि राम्रो लाग्छ मलाई र यो हाउसिङले पनि यो एरियाको सुन्दरतामा एउटा आयाम थपेको, एउटा सुन्दरता बढाएको छ जस्तो लाग्छ है। कता जाँदै हो तपाईँहरू? मर्निङ वाकै हो कि कतै जाँदै हो? ए कहाँ बस्नुहुन्छ? फुलबारी नै बस्नुहुन्छ। ल बाई बाई। यो चाहिँ मेरो नियमित मर्निङ वाकको टिम हो। हामी 4 जना उहाँहरूको टिममा मैले जोइन गरेँ हो। खासमा नेपालको इन्सिनेरेसन 4 मैला प्रशोधन केन्द्र पछाडिको बाटोबाट हिँडिरहेको छौँ। खास यो पनि मोटरेबल बाटो हो, तर यहाँ केही पाइप बिछाउनको लागि होला अथवा केहीको लागि खनेको, तर काम त्यत्तिकै रोकिया छ। नाली खन्न लाग्यो कि पाइपको लागि। यतापट्टि अब त्यो जङ्गल जस्तो देखिन्छ, तर त्यो बाटो हो, मलाई राम्रो लाग्छ। त्यहाँनिरको पनि म भिडियो लिन्छु। कोही आफ्नो कुकुरसँगै आउनु भएको छ त्यहाँ। अब मणिपाल देखिँदैछ, मणिपालको बिल्डिङ, यो मणिपालको गराज, ट्रान्सपोर्टेसन डिपार्टमेन्ट, यो इलेक्ट्रिकल डिपार्टमेन्ट। ओइ हेलो काले, मलाई के हो कुकुरले यसले मलाई आएर के गरेको हो भनेको त। कुकुरहरू, मेरो छोरा पनि कुकुर भनेपछि एकदमै माया गर्छ। उसलाई घरमा कुकुर पाल्नु पनि मन छ, तर हाम्रो घरमा कुकुरहरू त्यति राम्रो नहुने, हामीले 3-4वटा कुकुरहरू मरे विभिन्न कारणले। त्यसपछि हामीले छोडिदिएका हौँ। कस्तो नहुने, उनीहरूसँग एउटा एट्याचमेन्ट बिल्डअप भएपछि एकदमै गाह्रो हुने त्यो कुकुरहरू कुनै कारणले उनीहरू बितेर जाँदाखेरि। र अर्को पहिलो कुरा त्यो, दोस्रो कुरा उनीहरूलाई एकदम केयर गर्नुपर्छ। दिसा पिसाबको, मेन त दिसा पिसाबको बानी लगाउन गाह्रो। अनि अब कुकुर अनुसार खुवाउनु पऱ्यो, त्यही अनुसारको खर्चिलो पनि हुन्छ र एउटा बच्चा नै स्याहारे जस्तो हुने। अनि त्यही भएको हुनाले कुकुर नपालेको, तर मलाई पनि पाल्न मन छ। अहिले चाहिँ यति बेला आएर मलाई हस्की ब्रिडको, हस्की जातको कुकुर पाल्न मन छ। अब 50-60 हजारसम्म पर्दो रहेछ। ल त्यो त केही थिएन, किन होला। तर त्यसपछिको पनि उनीहरूलाई मेन्टेनेन्स पनि अहिले त्यही यहाँबाट चाहिँ अहिले यो गाउँ जाने बाटो हो एउटा। अहिले उता वडा कार्यालय माथिको बाटो बन्दै गर्दा यो वैकल्पिक बाटोको रूपमा प्रयोग भएको छ। यो मणिपालको पछाडिपट्टिको भाग हो यो है। धेरैजनाले मणिपालको अगाडिको भाग मात्रै देख्नु भएको होला होइन, मणिपालको भाग पछाडिको कस्तो छ भन्ने चाहिँ यहाँ यो भिडियो मार्फत पनि हेर्न सकिन्छ। मणिपाल क्यान्सर इन्स्टिट्युट, यहाँ मणिपालको क्यान्सर विभाग तल छ। अनि यो बिल्डिङ चाहिँ मर्चुरी हो र अहिले यहाँ मणिपालमा पोस्टमार्टम पनि हुन्छ। पोस्टमार्टम रुम र मर्चरी अहिले सँगै छन्। हामी मणिपाल वरिपरि हुँदै हामी हिँड्दैछौँ। यहाँ एउटा एम्बुलेन्स नेपाल सरकारद्वारा राजस्व छुट ख श्रेणीको प्राप्त युथ फर सेवाका लागि युवा भन्ने संस्थाको रहेछ। यहाँ मणिपालमा सिधै बस सेवा छ पोखराका विभिन्न ठाउँबाट। ती बसहरू यहाँ पार्क गरिरहेको छ। यो ट्याङ्की देख्नु भएको चाहिँ यो लिक्विड अक्सिजनको ट्याङ्क हो है। यो कोभिडको समयमा अक्सिजन सर्टेज हुने बेलामा यो यहाँ स्थापना भएको हो। र एसबिआई ब्याङ्कको एउटा युनिट छ यहाँ, एक्सटेन्सन काउन्टर। हामीहरूले धेरै काम यो काउन्टरबाट गर्छौँ। हेलो दाई, नमस्कार। अनि अब हामी मणिपालको इमर्जेन्सीतिर पुग्दैछौँ। ल यहाँ मैले कोही एकजना देखेँ है, कुरा गर्दै गर्नुभएको। ल हाम्रो 2 जना, ल एकजना दाई एकजना बहिनी यहाँ देखेँ मैले। नमस्ते नमस्ते, के
के छ हालखबर? कसको ड्युटी सुरु भएको तपाईँको? तिम्रो सकिएर उहाँको सुरु हुन लाग्छ देखिया छ त? ए हो? ओके ल बाई बाई। उहाँहरू चाहिँ मणिपाल अस्पतालको उहाँ इमर्जेन्सीको इन्चार्ज हुनुहुन्छ भने नयाँ कारको धनी हुनुहुन्छ। म हिजो बेलुका ल यो चाहिँ हाम्रो इमर्जेन्सी हो मणिपालको है। ल म लागेँ, बाई बाई। अनि यो भिडियोमा चाहिँ भोइस आएको रहन्छ ओरिजिनल रेकर्डिङमा, त्यही भएर मैले अहिले भोइस राख्दैछु। अहिले हामी यो मणिपालको गेटबाट बाहिर निस्कँदैछौँ। यहाँनिर यो ट्याक्सी स्ट्यान्ड छ, त्यो देखाउँदैछु मैले। त्यो चाहिँ छेउमा एउटा चौर छ। यो कुनै विवादले गर्दा, मुद्दा मामिलाले गर्दाखेरि यहाँ केही संरचना निर्माण भएका छैनन्, त्यही भएर यहाँ यो खेल मैदानको रूपमा प्रयोग हुन्छ। तर एकदमै फोहोर छ, त्यहीँ खेल्ने भाइहरूले पनि त्यसलाई सफा गर्नुहुन्न। अनि यो पारिपट्टि चाहिँ फुलबारी पार्क हो। यो फुलबारी युवा क्लबले सञ्चालन गर्छ, त्यसको रेखदेख गर्छ। राम्रो छ त्यो पार्क। अब त्यसपछि हामी अझ अगाडि बढ्दै गइरहेका छौँ। यो चाहिँ पुष्पा नाना हाउस। पहिला यो तल मणिपालमा भएको क्याफेमा सेफ हुनुहुन्थ्यो त्यो दाइ, र अहिले उहाँले आफ्नै नाना हाउस सञ्चालन गर्नुभएको छ। र त्यहाँको यो पनि यहाँ यो मणिपालनिर धेरै खाजा पसलहरू, मोबाइल सेन्टरहरू, मोटरसाइकल वर्कसप, इभन यहाँनिर जिम हल पनि छ। अब त्यसपछि ब्युटी सलोनहरू छ। अनि अब यो चौतारी वरिपरि यसलाई घेरेर यहाँ चौतारी बनाएको छ, बस्ने ठाउँ पनि छ, आकर्षक देखिन्छ। यसले यहाँको सुन्दरता बढाएको छ। गेम यो के चोकको नाम चाहिँ के हो? फुलबारी चोक कि है। अब हामी अगाडि बढेर अब घरतिर लाग्छौँ। फुलबारी चोक मणिपाल जाने बाटो भनेर लेखेको छ। यो चोकको नाम हामी त खनाल चोक भन्छौँ। यहाँ एकजना खनाल स्टोर भएको हुनाले हामीले चाहिँ खनाल चोक भन्छौँ। तर नाम चाहिँ फुलबारी चोक रहेछ कि त है। यो तपाईँको रानीपोवाबाट सेभेक शक्ति मावितिर जाने बाटो, मणिपाल जाने बाटो पनि हो यो। सेभेक शक्ति मावि भनौँ न। अब ट्रेनको आवाज आयो, कता आयो? प्लेनलाई अब मेरो जाने भयो, गयो। यो पसल यो पनि यहाँ निकै पपुलर छ, चर्चित छ। है यहाँ सबै कुराको ग्रोसरी, डे टु डे लाइफको सबै सामानहरू यहाँ पाइन्छ, सामग्री होइन त है। हाम्रो यहाँको प्रोपाइटर हुनुहुन्छ वान अफ द है हिरो भाइ। ल यता तरकारी घर भनेर ठ्याक्क छुट्टै तरकारी यता है यसरी छ। राम्रो छ है, राम्रो व्यवस्थित, सपिङ गर्न सजिलो। यो चाहिँ भास्कर स्कुलको बिल्डिङ हो। हामी भास्कर स्कुल मेमोरियल स्कुलनिर छौँ। यहाँनिर अब हाम्रो यो व्यापारिक चोक जस्तो हो है। यहाँ राणा फ्रेस हाउस छ। त्यसपछि यहाँ धेरै खाजा घरहरू छन्। हजुरआमा नमस्ते। हाम्रो हजुरआमा त्यहाँ बस्नु भएको छ। यहाँ चाहिँ हाम्रो उपेन्द्र भाइको हेयर सलुन हो यो। ल यो उपेन्द्रले यहाँ कपाल काट्दैछ एकजना भाइको। त म पनि यहीँ उपेन्द्रसँगै विगत धेरै वर्षदेखि उसैसँग कपाल काट्छु। म चाहिँ यस्तो छु यहाँ भिडियोमा बोल्न आएँ। अनि अलि अगाडि चाहिँ मैले जुङ्गा पालेको थिएँ, अलिक काटेँ। कस्तो देखाएको छ उपेन्द्र जुङ्गा काटेको? जुङ्गा काटेको ठिक कि यो ठिक? हुन त अब फालिरहेको मान्छेले त काटेकै ठिक, पाल्दाखेरि काटेको। मलाई के ठिक भन्नु, मलाई के ठिक भन न तिमीले। मलाई फालेको ठिक। ल त ल अब हामी छुट्टियौँ जस्तो छ है। मर्निङ वाकको टोली। स्कुलको प्रवेशद्वार चाहिँ यता छ। यो चाहिँ हाम्रो रामेश्वर मन्दिर परिसर। अहिले यो रामेश्वर मन्दिरमा नयाँ मन्दिरको निर्माण हुँदैछ। हाम्रो विश्वमोहन सर, हाम्रो रामेश्वर मन्दिर निर्माणको क्रममा यस्तो छ। निर्माण सम्पन्न भइसकेपछि चाहिँ यहाँको यो एरिया चाहिँ राम्रो देखिनेवाला छ। अहिले त फोहोर पनि छ,
है। अब फोहोर पछि सफा होला। र यहाँ हाम्रो एरियामा बिग मार्ट पनि छ, सपिङ गर्नलाई धेरै सुविधा छ। बिग मार्ट पनि यहीँ छ। त्यसपछि अलिकति तल हामीले माधव हजुरबाको पसल भन्छौँ, उहाँको अलिक धेरै वर्षदेखिको खोलेको पसल छ। मोटरसाइकलको अगाडि बस्नु भएको है। अब यसलाई बिग मार्ट है, बिग मार्टमा पनि यसो जाउँ। बिग मार्ट। हेलो बहिनीहरू, गुड मर्निङ है। मैले यसो मर्निङ वाकको भ्लग बनाउँदै थिएँ। त्यसपछि यहाँ यो बिग मार्टको पनि लिदिउँ भनेर है। अनि दुईजना बहिनीहरू, यता हेर त बहिनी तिमी। अब के नाम तिम्रो? मेरो नाम नारायणी पौडेल। नारायणी पौडेल। तिम्रो? एन्जिला। एन्जिला। के छ यहाँ तिम्रो बिग मार्टमा सपिङ गर्न आउने ग्राहकलाई के सुविधा छ त? वरिपरि त धेरै अरू पसलहरू पनि छ। अरू पसलमा नगइकन बिग मार्टमा किन आउने? नारायणी यता हेरेर भन, किन आउने बिग मार्टमा? सपिङ गर्न। ल अनि एन्जिला? हाम्रोमा अब अफर लागिरहेको छ महिना महिनामा। ओके ओके, भेरी गुड भेरी गुड। त्यसो राम्रो मान्छे भन्ने टाढा नजाऊ न, नजिकै आएर भन। ल ल बाई बाई है त। ल बाई बाई। ए हेलो मामा, गुड मर्निङ। तपाईँ मन्दिर समितिको के हुनुहुन्छ अरे? तपाईँ यो मन्दिर निर्माण समितिको के हुनुहुन्छ अरे? उहाँ सहसचिव हुनुहुन्छ। यो हाम्रो रामेश्वर मन्दिर है, रामेश्वर मन्दिर निर्माण समितिको। र एकदम सहसचिव भए पनि उहाँ सचिव अथवा अध्यक्षकै जसरी उहाँ सक्रियतापूर्वक लागिराख्नु भएको छ है त। ल अलिकति म दौडेर पनि हिँड्छु। यो रामेश्वर मन्दिर यता भयो। यहाँबाट गएपछि यो लाइनमा चाहिँ मेरो घर पर्छ है। यो लाइनमा मेरो घर पर्छ। मेरो घर चाहिँ यो हो है। यहाँबाट ऊ पर एउटा पावर ग्लाइडर उडिरहेछ। अल्ट्रा लाइट भनौँ न। क्यामेरामा बिच बाटोमा भयो क्या हो। ल म अब घरभित्र छिरेँ। गाडी लामो 2-3 दिनको ट्रिपमा गएर आएको। गाडी एकदम धुलो मैलो छ। फेरि बाहिर राख्यो भने अलिकति पखालिन्छ कि, धुन त दिन सधैँ छ, पखालिन्छ कि भनेर राखेको। पानी नै परेन। ल बाई बाई।